जुम ननिस्किनु यहाँ फेरि हिँडेको अहिले चाहिँ हामी इन्टेक आइपुगेर चाहिँ लन्च है वेलकम ब्याक टु माई ब्लग गाइस। आज चाहिँ म राउन्डमा चाहिँ आज सिडोससँग आएको एउटा दाको सामान नै गरौँ दिउँ भनेर। अन्त एउटा रेकर्डिङ पनि छ मेरो, साथीले फोन उठाएको छैन, फोन उठायो भने चाहिँ रेकर्डिङ नै गर्छु। म राउन्डमा चाहिँ निक्लिन आँटेको। ल अब निस्किन आँटेको छु, त्यहाँदेखि देखाउँछु नि के हुन्छ है। गो गो बाई बाई। खानाहरू मजाले खानु ल। जुम ननिस्किनु हाई फुपू हेलो भन्दैन नि अन्त। कसले जुमा मान्छ ल। अहिले चाहिँ अब हामी चाहिँ लाग्दिएको है ल। अहिले चाहिँ हामी अलिक गिटी भयो अलिक के अलिक गिटीले गर्दा है अप्ठ्यारो भइरहेको थियो। चक्का अलिक स्लिप भएर चाहिँ काट्नै साह्रो परेछ अहिले। आज चाहिँ यस्तै भइरहेको दिन चाहिँ अलिक साथ दिँदा आफ्नो जस्तो र पनि अब आज हामी सोलो राइड बाइक पनि छुट्टिन्छु हो। छुट्टिनु सक्यो 3 दिन छ, 3 दिन भन्दा पनि 2 दिन अब सोमबार निक्लिन्छु। त्यहाँको मेमोरिजको लागि यसो भिडियो नै बनाएर हेर्थेँ, त्यो हालेर चाहिँ अब सिधै 5 महिनामा त हाल्छु। त्यो अब सिधै अलिकति इच्छा लाग्यो भने अहिले चाहिँ मान्छे म किन्दा मान्छे स्कुटीमा आउँछु त्यही छ। मान्छे स्कुटीमा तर नभए त्यही हो अब। चक्का अगाडिको अलिक स्लिप भएर होला कि रनिङ गर्दा पनि डर लाग्छ नि मलाई आज त। पानी परेन भने पनि यति दिनमा त ठिकै छ, घाम लागौँ भनेर खास चाहिँ। एक महिना छुट्टी आएको त्यत्तिकै खेल्दा डुल्दा खाँदा कुदाउँदा त्यो छुट्टी पनि गर्दा त्यति। तर घुम्नु त घुमेर पहिला त घुम्नु मजा त मजा यो पालि पनि। अब डाइरेक्ट कहिले अब सिधै डिसेम्बरमा हाल्छु फेरि अर्कोदेखि भ्लग। त्यो त सधैँ अब बेसी पनि हाल्नु पाएन यो पालि। कहिले अस्ति दिन हालेँ बेसी 5-6 त हालेर भिडियो त्यही हेर्दै बस्दै गर्नु होला। अब 5 महिना पछि हाल्छु फेरि। त्योसम्म त च्यानल पनि हराउँछ होला कि अब शिवम कहाँकै भन्छ भने च्यानलले पनि। अब त बनाउनु पाउनु होइन, युट्युब दिनु पऱ्यो हो। त्यो अलिकति समस्या पर्छ मलाई चाहिँ।
बाटो चाहिँ बेस्ट है अरू भेट्नु त मङ्गलको बाटो चाहिँ अरू चाहिँ बेस्ट चाहिँ मिरिक फेरि सुक्खा जाने बाटो पनि त्यस्तै पुग्नुसम्म खालि ठिक छ नभए त्यही हो गोत्र आएको है हाम्रो गाडी पनि अस्ति मैले म्युजिक रेकर्डिङ गऱ्यौँ अब छुट्टी आएकोमै त गरिराखौँ भनेर सोचिरहेको थिएँ हिजो साथीले बेलुका पनि वर्ल्ड कप हेऱ्यो होला त्यही कारण फोन नै उठाएको छैन फेरि एकपल्ट कल पनि डिस्टर्ब हुन्छ हो त्यही कारण गर्नु त गरेको छु कल अघि एकपल्ट गरेको थिएन फेरि तल पुगेर गर्छु उठाएर गयो भने चाहिँ रेकर्डिङ गर्छु नभए त्यही अब अस्ति एउटा हालेको छु युट्युबमा देख्नु भयो होला हेर्ने चाहिँ माया गर्ने माया गरिरहेको छ अब म त सपोर्ट त पाइरहेको छु अस्ति पनि कति मैले 6 महिना होइन 8 महिना 9 महिना पछि हालेको होला पाउँदैन अब ठिकै 6 महिना पछि छुट्याउँछु कि त हाल्छु अझ एउटा कि अब आज रेकर्डिङ गऱ्यो भने भोलि पर्सितिर हालिहाल्छु इफ अब रेकर्डिङ गर्नु पायो भने चाहिँ त्यही हो सुन त गएको भाइहरू त आज खेलले गर्दा सबै चिटिकमिटिक हराएर आएको रहेछ हो के कारण भन्छ सबैले भन्छ नि स्कुल टाइम चाहिँ बेस्ट हुन्छ भनेर हो रहेछ तर रिग्रेट हुन्छ कि स्कुलमा स्कुल पढ्दा पहिला सकिन्छ हुन्छ अहिले फेरि सकिसकेर त्यही फेरि पढ्नु कम भन्ने हुन्छ नि त्यही हो कि त्यही कारण स्कुल पढ्दा चाहिँ अलिकति झन् केही मेमोरिज अब पढ्दा मजाले पढ्नुपर्छ अहिले झन् जेनेरेसन लाइफमा रिग्रेट चाहिँ नहोस् लाइफमा पढेर पनि भगवान् दुःख गरेर पढाएको छ होइन एटलिस्ट अलिकति भनौँ दुःख गरेर पढ्नु पऱ्यो आफै पनि मैले त्यही भन्छु तपाईँहरूलाई के लाग्छ है चिपिँदैछ नि त गइ जोगाएर पुग्नु पर्छ आज पनि फुल हिँड्दैछ आज वेदर पनि चिल छ आज त मौसम 7 त तिरहेकै छ पानी आएन भने चाहिँ भयो त्यही भन्छु म चाहिँ यति चाहिँ खुसी लाग्छ मान्छे जहाँ भन्यो भने नाइटै भन्दैन अघि मान्छे त्यहाँ जानुपर्छ दाकोमा पाउनु पर्दैन त ल भनेको थियो मान्छे एकतामा दल गरिहाल्नु जस्तो सिचुएसन भयो भने जे भयो भने मान्छे एनी टाइम निक्लिन्छ मेरो लागि चाहिँ हो मलाई खुसी लाग्छ मान्छेको केही दुःख पर्दा म पनि निक्लिदिइहाल्छु त्यही हामी चाहिँ घुम चाहिँ त्यस्तै छ हो तिमीहरू बल्ल बल्ल छुट्टी भेट्छ हो यसो म त्यही भन्छु उकालो बाटो चाहिँ हमेसा यस्तै हुन्छ है किन हो किन यति खाले चाहिँ पर हिँड्दो हुन्छ हो यो बाटो त हाम्रो चाहिँ हर्न फेरि मार्दा जत्रै छ बाटो चाहिँ अलिअलि खत्तम भएको छ अलिअलि खालि टिसर्ट ठल्ल भएको जाडो जाडो देखाउँदैछ त अब अलिक तल पुगेर चाहिँ ज्याकेट लगाउनुपर्छ होला हाम्रो साइड त गरम हुन्छ नि त खास चाहिँ कि उकालो भन्दा त्यही कारण मलाई खास टिसर्ट खाल्दा भएर यहीँ भनेको यहाँ चाहिँ अलिक रङ साइड हिँड्नुपर्छ हो कोही बेला गाडी आउँछ के आउँछ त्यो चाहिँ अलिकति दिक्कत हुन्छ
गाडीहरूको सट्टै तर जाँदा हुन्छ हो पानीबाट हामी त अब एकदम जोगाउनु पऱ्यो तर रङ साइड हिँड्नु पनि त्यही प्रब्लम हुन्छ अचानक गाडी स्पिड हान्यो गल्ती त हाम्रो हुन्छ फेरि बाइक कसलाई गयो त्यो कारणले चाहिँ अलिक हाम्रो बत्तीमा चाहिँ तारहरू यहाँ आइपुगेको छ अनि हामी चाहिँ सङ्गममा तर आइपुगेँ मान्छे पेट्रोल हाल्छ फेरि बनाउनुहोस् न पेट्रोल नि हाल्नु सिकिसक्यो निस्क्यौँ म्याम र हामी चाहिँ यहाँ निक्लेको सँगबाट यताबाट धजेकबाट अप्सरबाट चाहिँ यताबाट जानुपर्छ हामीलाई चाहिँ अहिले ओह्रालो यता चाहिँ दिन पनि धुम्बुधुम्बै छ अहिले चाहिँ पानी पर्छ कि पानी त हो पानी त नपर्नु पर्ने अलिकति पनि दिन यस्तै छ सधैँ त र पनि अस्ति पनि हामी कति माने भन्यो दादा दिन त्यस्तो भएको थियो 7 देख्थ्यो स्कुल छ त्यही कारण हर्न पनि बजाउनु हुँदैन फेरि डिस्टर्ब हुन्छ हो हामी चाहिँ एकछिन ब्रेक तातिन्छ हाम्रो साइड लगाइदिनु पऱ्यो एकछिन है फेरि अब हामी चाहिँ यहाँबाट फेरि हिँडेको ओह्रालोमा बेसी नै ब्रेक तात्ने त लास्टै ओह्रालो चाहिँ ओह्रालो त हो इन्टेक पुगिन्जेल ओह्रालो छ यता त अस्ति मैले कहिले अघि पनि खालि अपलोड गरेको छु भिडियो मिनी पेलगाम सुकियापोखरी माने भन्ज्याङको तपाईँले हेरेको छ भने हेर्नु सक्नुहुन्छ मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला तर कति दिन पनि छैन 3 दिनको लागि त हो हेरि त राख्नुहोस् टाइम पासको लागि मैले पनि टाइम पासको लागि बनाएको त यसो मेमोरिज हुन्छ भनेर फोनमा राख्यो भने डिलिट भइहाल्छ हो आज यहाँमा आइपुग्यो हामी झर्ना मिनी झर्ना एउटा छ इन्द्रगिरी फल्स के भन्ने उयसमा सुनौलो साइड हाम्रो त्यहाँ सानो छ है उयसमा चाहिँ कोठीभित्र साइड तपाईँहरू आउनु पनि सक्नुहुन्छ तर यहाँ आउनु त धेरैजना मान्छे आउँछ आउनु पनि सानोमा पनि झर्नामा पनि छ यताबाट चाहिँ उकालो चाहिँ तपाईँहरू पोखुङ पनि जानु सक्नुहुन्छ उकालो चाहिँ उकालो सबै सङ्गम बजार सबै पुग्छ पोखुङ बजार हामी चाहिँ यताबाट गोठीधरबाट चाहिँ यता अलिक लङ पर्छ हाम्रो त माथि पुग्नुपर्छ कि अन्त त्यही कारण त्यो कारण दामी दामी छ बाटो डाइरेक्ट माथि सङ्गम बजारको माथि पुग्छ हो पोखुङ बजारहरू जान्छ हामीले सर्टकट यो ओह्रालोबाट फुल बजारबाट हामी त्यता पनि जानु सक्छ तपाईँहरू अहिले चाहिँ हामी इन्टेक आइपुगेर चाहिँ लन्च है लन्च म्यागी र यो घरमा खाएर पनि भन्थ्यो फेरि टाइम निकै गइसकेको थियो नि त 11 भयो त्यो 12 बजेको थिएन अन्त त्यही कारण अहिले चाहिँ यही मगाइरहेको छु यही खाँदैछु माथि नाना पनि बिमार छ त्यही कारण बनाइ मागिन हो
एउटा के खाएर चाहिँ निक्लिन्छु। अझै मेगी खाएर अब चाहिँ निक्लेको माथि ड्रेस पनि बनाएको छ यता ग्यारेज पनि छ यता सेलुन राम्रो बनाएको छ। यो चाहिँ मलाई दुध दिएपछि लाग्छ कि हो दुध दिएपछि लाग्छ यो बाटो दाम अरू केही नमर्ने यता बेच्छ कि बाटोको दाम म चाहिँ दिको घर आइपुगेँ। दि चाहिँ बिमारी थियो। के छ दिइ अहिले अवस्था? अक्सिजन चाहियो मलाई। बल्ल बल्ल आइपुगेँ। दिन पनि यस्तो रहेछ, पानी पर्ला पर्ला जस्तो हुँदैछ, सिमसिमे त आउँदैछ। अब फर्किँदा चाहिँ के छ दि खबर? हर्लिक्स लेख्न पनि भनेको तल पाइनँ नि त। हो भनिज के हर्लिक्स कसो तल? एउटा हर्लिक्स त लेकिन होला जस्तो छ हाम्रो दिको लागि। ल त्यो फर्किन्छु ल। फुलको कलेक्सन गर्दैछ है। बिजनेसमा हाल्नुहोस् त माम्स है फुलको। 5-6 फुल त बनाइहालेछ। के यो दामी हुन्छ नि। कुन चाहिँ? कहाँ हौ? एउटा दामी दामी भएको छ यो पनि अन्त। फुल त पानी परेर यहीँ बसिरहेको छु अहिले चाहिँ। कहाँ उफ्रिन्छ होला है मान्छे पानी? टाइममा फर्किहेरौँ भनेको त पानी परेर बिजोग छ। न रेनकोट ल्याएको छु। जस्तो पानी रोकिन्छ त्यही फर्किहाल्छु पानी परेर। अहिले चाहिँ दिले हाम्रो लागि जाडो भएर चिया बनाइदिँदैछ अर्ग्यानिक। यस्तो भन्छ यहाँतिर चाहिँ। जस्तो पनि दिले दुःख चाहिँ गर्छ है आगोमा भयो भने। के दुःख रहेछ त? के दुःख? ग्यासमा ग्यास छ अहिले अलिकति उयो हो त। पानी झऱ्यो भने त्यस्तो म के दुःख होला यसमा बनाइदिनु रहेछ हाम्रो दिले दुध रेडी होइन दि। म त गुड डे पनि खान्छु है। जस्तो पानी रोकिन्छ त्यस्तै रेडी छ फुल पनि। प्लास्टिकमा अलिअलि है। त्यो त अब महँगो पर्छ भन्छ खै। प्लान्टको त थाहा भएन खै के हो हुनु चाहिँ कि। उयो होइन यो त मनी प्लान्ट होइन नि है? वालतिर है मनी प्लान्ट त्यही त हो त। पानी परेर हामी बिजोग भइरहेको छ अहिले चाहिँ। जस्तो पानी रोकिन्छ त्यस्तै फर्किन्छ हामी चाहिँ यहाँबाट। नाना पनि बिमार त्यसै हेर्नु पनि आएको थियो। ल अब अहिले फर्किएर फेरि भेटौँ। फाइनल्ली त्यसले चिया पनि बनाइदिइसकिसक्यो यस्तो दुःख गरेर है दि। थ्याङ्क यू है। यतिको चिसोमा यो हाल चिया पायो भने त अन्त के चाहियो अन्त? हेर त यो हाल स्याहाऱ्यो भने त अन्त छुट्टी पनि यहीँ बस्नु पर्थ्यो कि हो। यो चाहिँ ड्रिम लाइट के भन्छ ती? ठिकै छ जाडोमा है। दिएबाट पनि फर्किँदैछु हामी चाहिँ आमस्ट्रङ। दिन चाहिँ पानी परेर चाहिँ बल्ल बल्ल रोक्यो। हामी इन्टेक ब्रिज आइपुग्यो।
पानी परेर पनि बाढी एक्सिडेन्टहरू छ नि त कम्ती आएको छ पानी है माथि कोठीधुरा मान्छे हो कोठीधुरा माथि आएर चाहिँ सिम बस्थ्यौँ भनेको स्कुटीमा चाहिँ बेसी हिट हुन्छ फेरि त्यही त है अब हामी बसिरहेको छु हामी फर्किन्छु सिधै तर अब पानी पनि पर्नु त परेको छैन है अहिले चाहिँ दिनले पनि साथ दिन्छ तर हाम्रो त हमेसा अस्ति नै साथ दिएको थियो आज नै साथ दिइरहेको छ अब जाँदा जाँदा तपाईँहरूलाई आधी आधी बाटो क्लिप देखाउँदै जान्छु फाइनल्ली हामीले सङ्गम बजार पुगे पानी त आएको छैन त्यो चाहिँ भगवान् त्यो त है मैले भनेको थिएँ अघि नै तल त कम्तीमा पनि पानी पर्दैछ नि यो चाहिँ पानी परेको छैन त्यति झन्डै साथ दिइरहेको छ पानी परेको चाहिँ दुईजना बिजोक आइरहेको छ भ्लगरहरू तर बरु बाटो भुलेर चाहिँ हामीले चेन्ज चाहिँ यताबाट जी आप लोग इधर लेफ्ट ओके जी आप लोग लेफ्ट साइड इधर जी हम लोग इधर है ओके ओके वेलकम वेलकम घर आइपुग्यो यति नै हो भिडियो थैंक यू सो मच फर वाचिङ कमाउँछ है ओके मैम ल फाइनली म त घर आइपुगेँ यतिमै भिडियो एन्ड गर्दैछु होप सबैले मन पराउनु भयो होला मन पराउनु भयो भने सब्सक्राइब कमेन्ट गरिदिनु होला लाइक पनि थ्याङ्क्स फर वाचिङ